मास्टर अलि भोज भयो क्या खेतीमा मिल्छ यो यसको चाहिँ फैलाएको एकदम राम्रो थियो पार्ला पार्टीहरूले एउटा चेलीबेटी आफ्नो कोसेली लिएर आउनु भएको छ अलि लामो सोधिनु पनि अलि पर अर्कोमा त्यसमा सुन्दरहरू सुन्दरको दुई भाइ हो सुन्दर एक्लै हाम्रो एक्लै ल स्वागत छ ल स्वागत छ है ल 25-26 घन्टा लाग्यो नि त तिमी त अमेरिका पुरै पुगे बराबर भयो अब उजेलो बालिदिन्छ के हो मामा बिहा हो 4 दिन बिहा हुन्छ हाम्रो घर कहाँ हो भने के त्यहाँको मान्छेहरूले बाहिरबाट आएकोले गुल्मी भाट्से भने अनि तपाईँ भाट्सेमा त पुरै लाउरी हुन्छ गरे नि भनेको 3टा कुकुरहरू हलदार भएर आयो खुब हाँसो हो क्या त्यहाँ है अरूलाई खाना भन्नु अब यहाँ आधा घन्टा भेट्छ आधा घन्टा गाड्न नि बेरै हुने छ भो जाउँ त अलि छिटो हुन्छ ल दुला साहब यसरी खुवाउन पाउँदा कस्तो अनुभव भइरहेछ हो दुलैको साथीको केही सुन्न पाइएन नि त आवाज ल 2-4 शब्द जाओस् त दुलैको साथीबाट मलाई त केही नि भन्न आउँदैन म चाहिँ एक्साइटेड यो गुल्मीको कुनामा आउँदा कस्तो अनुभव भइरहेछ धेरै रमाइलो लाग्छ हो धेरै सालमा आइएछ गाउँ अनि पहिलाको गाउँ र अहिलेको गाउँ कस्तो रहेछ धेरै फरक हो आफू हिँड्ने जस्तो छैन गाडी हिँडेको बाटो त कता आइछ परै हो है उहाँ चाहिँ जेठी दिदीले खासै काम गरेन नि आज कान्छी दिदीको हल्कामा एकदम ठिकठाक छ रमाइलो भछ लक्ष्मी जस्तो बुहारी भित्र आउँदा कस्तो अनुभव भइरहेछ भन्नुहोस् भेरी ह्याप्पी धेरै खुसी छु भनेर हो के भयो अरे
मैले त बुझेन है के भनेको के भनेको धेरै धेरै खुसी छु भन्ने ल कान्छी दिदी पनि एकदम खुसी अरे ल जेठी दिदी म त झन् भन्नै पर्दैन यो पलको एकदम प्रतीक्षामा थिएँ अनि अहिले यही पलको पर्खाइबाट हामी फाइनल्ली यहाँ आइपुगेछौँ भोलि चाहिँ हामी जन्ती जाने तर्खरमा छौँ एकदम राम्रो तरिकाले सम्पन्न होस् भन्ने चाहना छ यो फोटो भीमेलाई पठायो भने त भीमे त ढल्ने होला है लहै जनता जनता
ल ल हामीलाई त एकदम परायो अँ तपाईँ मार काम पर्नुभयो क्या हो कस्तो गर्नु भइसक्यो भरे जाडोले अहिले जाडो बत्ती जाडो हुन्छ अहिले त ओहो ल ठिक छ रक्सी आयो रक्सी ल आयो आयो ल खै देखाउनु देखाउनु ल यी हिरोहरू बाई 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 अगाडि गयो ल ल हामी जाँदैछौँ है जाँदैछौँ अब बाई बाई मेरो मोबाइल बताएको त्यो निकाल्ने होइन जन्ती हो नि त राम्रो दामी देखेको छ
जानु 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 छपेहरू कता गयो र भाइ त्यो छपे हो बोला ठ्याक्कै पर्यो है त्यहाँ फेरि कस्तो ठ्याक्क परेको क्या गरिन् त लाइटले के हिँडिसकेपछि मलाई छाता हो ड्रोन क्यामेरा हेरिया बाबा के हो तीन चक्कर पाइसक्यो खै के भयो चक्कर यहाँ दुला यहाँ राखेपछि लगेर बचाल्नु क्या भिड भयो जन्ती साबरो जानु पर्यो
आफै मिलाऊ है बाबु है अलि मिलाऊ हातमा राख्दा नि हुन्छ अब निकालेर राखेको केही भएन अब निकालेर राखेको केही खोलेर लाग्ने हो कि यहाँ के अरे यहाँ कपालमा चेलिएर छ कि मछु भाइ भिडियोमा मछु आफ्नो आफ्नो साथ है बाजे बजे बाजे बजे आफ्नो उतो कान्छीको ठुलो बाउजूको
भन्दैन भन्छ एकैचोटि हुन्छ उडिदिए पनि भयो अनि कस्तो अनुभव कस्तो भयो त यहाँसम्म आउँदा गर्नु राम्रो लाग्यो यो लुम्पे भनेपछि दिलदार अर्को बुहारी पनि लैजानु मन छ है झिकेर दिनु न अनि राम्रो देख्छ भिडियोमा छ
चढेको हेरौँ ल हामी भर्टिकल पनि खिच नि त एउटा आउने बेला घोडी बनाइदिनु है यो घोडा तल यस्तो हुन्न हामीलाई त घोडी चाहिएको घोडा चाहिएको है यो घोडा त घोडै रहेछ घोडाको इन्जिनियर यो टोपी पनि ठिक गर्यो है मैले दुई छाप यो घोडाको हेलमेट हो घोडाको हेलमेट रे यो घोडाले जहाँ सोझा छ तै जाने यसो गर्ने यो खुसी जिम्मा है होइन यो त म सम्हाल्छु मेन कुरा यो सम्हाल्नु पर्यो क्या जे हो फुस्किनु भएन यो फुस्किनु भएन क्या मेरो होइन घोडाको
रमाइलो चाहिन्छ एउटा लग्यो अर्को भन न
अरे फोटो खिच्नु भित्र ल कोस हजुर अर्को माया ल जाम सकायो
सरी ल हुन्छ हुन्छ हस् ओके जुन भए पनि एउटा भइगयो यसलाई के गर्ने कसो गर्ने यो 500 बढी छ यसमा मैले गर्नु है तिम्रो इच्छा यो के चलन छ ब्याङ्कमा राख्ने हो कि आमालाई दिने हो कि यता चलाउने मैले लान्छु मैले खर्च गर्छु चलाउन चाहिँ फेरि यता गर्न पाइएन बुझ्यो कि नै म त्यो चाहिँ यता यहाँ केही हिसाब किताब गर्न पाइएन उहाँको भयो निर्णय चाहिँ बहिनीको त्यसमा यो निर्णय चाहिँ अब गर्न पाइएन रहेछ त्यसो भए आमालाई दिनु यो पैसा मात्रै हो कि यो पनि हो तपाईँले पहिलालाई दिनु क्या अब यो अहिले अर्को आमालाई चाहिँ दिनु झोला छ मैले झोला दिनु होइन अर्को साइन चिनाइदिने यात्रा भयो ल आयो 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 भव्य स्टेबलाइज चाहिन्छ रोटी ठिक छ खाइहाल्नु गफै होइन होइन तिनजना फर्कने यसो गरेर तुरुन्तै
गाडी यही बोलाउनु पर्ने एकैचोटि सकियो होइन हजुर म आइरहेको छु अघि पनि गरेको छु जाम 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 यो यस्तो त भोलि खिच्नुपर्छ नि पर्सि हजुर ल ल कलिया बिड्नु पर्यो त्यसपछि हजुर हजुर मलाई त होइन होला कि अरूले होला त्यसो भए त कहाँबाट रातो बल्यो छ अब बिदामा लास्ट कस्तो होला नि एकछिन हामी त आएन फेरि
यसो गरौँ एउटै त भयो नि फुटेज त्यहाँ है एउटै त भयो नि फुटेज यहाँ त फोटो त हुँदैन अहिले फोटो खिचिदिनु भएको फोटो फुटेज खिच्नुहुन्छ फोटो हान्नु फोटो आज यो ढोका नि भुलपछि राम्रो के खालको फोकस रहेछ एक ठाउँ आउनुहुन्छ नानीहरू भित्र जानुहुन्छ आउनुहोस् बाबु छोडिदेऊ आन्टीलाई बाटो नै दुलै मात्र हो लोकल त छैनन् एउटा रुमाल राखिदिनु एउटा रुमाल राखिदिनुहोस् हजुरलाई अहिले आउँछ पालो लगाइदिन्छौ र भयो लगाइदिनु सबैले धनमुटे दाइहरूले लगाइदिएला नि बुढी दाजुभाइहरूले फुपुल ठुल फुपुल त अस्ति नै लगाइदिएको पर्दैन कि ढोका खुल्ला छ रे र 500 आशिक दिनु के फुपू
दुईटा बनाइदिनु भयो दुईटा त छ 4वटा 4वटा तस्बिर नछुटामै ल यता हेर्नु कता यता हेर्नु टिका लाउने मान्छेले यता हेरेर कता नि हाम्रो अचार कहाँ पुरै भाइ गाडी पत्ता लागेन है खोइ जान्न ल यता नि हेर्नु न एउटा मिठो फोटो ल ल ल यता हेर्नु ल आशिक साशिक आउन मनमै छ बाबा आउनु भएको होइन र बाबा जानुभयो त कामना गर्दै के दाम्पत्य जीवनको शुभकामना छ है होइन छोडिदेऊ अब सकिएछ अन्त फ्लास पनि छ क्या त्यहाँ झिक्न अल्छी लागेर फेरि यो फ्लास हाल्नु हेर म जान्छु टिका लगाइदिन खै ए सक्यो भनेको टिका सकिएछ अनि त्यतिले काम चलाउँदा हुन्छ होला रिबान पनि आयो ल रिबानलाई टिका लगाइदियो टिका लगाइदिने है मामालाई थोरै लाउने हो क्या हार्दिक मङ्गलमय शुभकामना फुलोस्
सधैँ खुसी भएको अलिकति सक्नु बित्तिकै त भएर जानुहोस् ल जानु ल जानुहोस् अरू बेला सकिन्न यता बस्नु उभिनुहरू अनि एउटा फोटो ए आमा कता गरे त्यत्रो टिका छ र छैन भन्ने एकचोटि लगाइदेऊ का एकै थोपा एकचोटि लगाइदेऊ भनेको 3 दिन खाएको